जय मसीह साथी हो आउनुहोस् हामी केही समय प्रभुको वचनबाट मनन गरौँ। मत्तीका पुस्तक 7 को 1 र 2 पढौँ है त। अरूलाई दोषी नठहराऊ र तिमीहरू पनि दोषी ठहराइने छैनौ, किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहराइने छौ। जुन नापले तिमीहरू नाप्दछौ त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ। यो पद प्राय विश्वासीहरूलाई थाहा हुन्छ। यो पदले बताउँछ अरूलाई दोषी नठहराउनुको लागि। यसको के अरूलाई दोषी ठहराउनु गलत हो? हेर्नुहोस्, अरूलाई न्याय गर्नु त गलत हो, तर गलतलाई सही भन्नु पनि गलत हो। अब हेर्नुहोस् है, 3 मा यसरी लेखेको छ, किन तिमी आफ्नो भाइको आँखामा भएको धुलोको कण देख्दछौ? प्रभुले सोध्नु हुँदैछ। हेर्नुहोस् है, किन, वाइ, किन तिमी आफ्नो भाइको आँखामा भएको धुलोको कण देख्दछौ? त्यो मानिसहरूले मात्रै होइन, अहिले पनि मानिसहरूले आफ्नो ठुलो भुललाई ठिकै छ सोच्छ, तर अर्काको सानो दोषलाई पनि बाफ्रे यस्तो भनि नै हाल्छ। प्रभुले भन्नुहुँदैछ किन तिमी आफ्नो भाइको आँखामा भएको धुलोको कण देख्दछौ तर तिम्रो आफ्नै आँखामा भएको मुडा चाहिँ थाहा पाउँदैनौ। अब हेर्नुहोस्, आँखामा मुडा हुन्छ? मुडा त हुँदैन। तपाईको आँखामा कहिले कुनै कण पसेको छ? सानो भुसुना पनि आँखामा पस्यो भने कस्तो लाग्छ? जस्तो कि एउटा मुडा नै पसेको जस्तो लाग्छ। किनभने मानिसको शरीरमा सबभन्दा एकदमै सेन्सिटिभ आँखा हो। आँखामा केही पनि पस्यो भने एकदमै समस्या भइहाल्छ। त प्रभुले भन्नुहुँदैछ आफ्नो आँखामा मुडा चाहिँ थाहा पाउँदैनौ, तर अरूको आँखामा चाहिँ सानो कसिङ्गर पनि देख्छौ। यो प्राय मान्छेको व्यवहार यस्तो नै हुन्छ। अनि प्रभुले यस्तो पनि भन्नुभएको छ, ए ढुङ्गी, पहिले आफ्नो आँखाबाट मुडा निकाल, तब तिम्रो भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ। र हामीले सही कुरोलाई गलत भन्नु हुँदैन, गलत कुरोलाई सही पनि भन्नु हुँदैन, तर एक दुसरेको न्याय गर्नु मतलब कन्डेम गर्नुको लागि होइन, तर उत्साह गर्नुको लागि, उचाल्नुको लागि, प्रभुमा अगाडि बढाउनुको लागि। पुरानो मान्छेहरूले भन्ने गर्थे, तिमीले एउटा अङ्गुलीले अरूलाई देखाउँछौ भने 3टा अङ्गुलीले आफूलाई नै देखाइरहेको हुन्छ भने। त्यही भएर आफ्नो विषयमा पनि सावधानी हुनु असल कुरा हो। यो छोटो मननद्वारा प्रभुले हामीलाई आशिष गरून्। प्रभुको नामको महिमा होस्। जय मसीह।